बारादशी गाउँपालिकाको 13औं गाउँ सभामा गरिएको निर्णय अनुसार गाउँपालिकाभित्र रहेका सबै नागरिकलाई निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा पुर्याउन अपनाएको स्वास्थ्य नीति निकै प्रभावकारी देखिएको छ। गरिबको रेखामुनि रहेका सीमान्तकृत, दलित, मुस्लिम तथा पिछडा वर्ग सहितका सबै नागरिकहरूलाई स्वास्थ्यको पहुँचमा ल्याउन गाउँपालिकाले गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सहितको सेवा प्रदान गरेसँगै आधारभूत स्वास्थ्य संस्थाप्रति बारादशी नागरिकहरूको विश्वास बढ्दै गएको छ। एमबीबीएस डाक्टर सहितको सेवा, प्रयोगशाला, भिडियो एक्सरे, इसिजी सेवा प्रवाह गरेसँगै सबै नागरिकको स्वास्थ्यमा पहुँच पुगेको हो। पालिकाभित्र रहेका नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी बारादशी गाउँपालिका स्वास्थ्य शाखाले विभिन्न कार्यक्रमहरू सञ्चालन समेत गर्दै आइरहेको छ। राष्ट्रिय भिटामिन ए र जुकाको औषधि वितरण कार्यक्रम, दादुरा रुबेला खोप अभियान सञ्चालन, प्रयोगशाला जन्य सामान खरिद लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। त्यसैगरी आयुर्वेद स्वास्थ्य शाखाले प्रत्येक वडाहरूमा नागरिक आरोग्य कार्यक्रम अन्तर्गत नागरिकलाई योगका माध्यमद्वारा निरोगी बनाउने उद्देश्यले सप्ताहव्यापी योग अभ्यास कार्यक्रम सञ्चालन, निःशुल्क स्वास्थ्य परीक्षण, रक्त परीक्षण, निःशुल्क औषधि वितरण कार्यक्रमहरू चैत महिनाभित्र सम्पन्न गरेको छ। त्यसैगरी बारादशी गाउँपालिकाले यस आर्थिक वर्षको चैत महिनाभित्र विभिन्न योजनाहरू समेत सम्पन्न गरेको छ, जस अनुसार कञ्चनगढ मार्ग पदम भण्डारीको घर दक्षिणबाट पूर्व सहित मार्ग जोड्ने बाटामा उपभोक्ता समिति मार्फत स्तर उन्नति, सहुर मियाको घर जाने बाटो सङ्घीय वित्तीय समानीकरणको बजेटबाट स्तर उन्नति, सङ्घीय वित्तीय समानीकरणको बजेटबाटै उपभोक्ता समिति मार्फत वडा नम्बर 3 मा रहेको घाग्रा खोला ओम कारेश्वर शिवालय मन्दिरको रङरोगन, वडा नम्बर 2 मा रहेको गड अफ एक्लेसिया चर्चको उपभोक्ता समिति मार्फत सङ्घीय वित्तीय समानीकरणको बजेटबाट भौतिक निर्माण सम्पन्न, गाउँपालिकाको आन्तरिक बजेटबाट उपभोक्ता समिति मार्फत वडा नम्बर 6 को बिहिबारे स्वास्थ्य चौकी जाने बाटामा इन्टरलक, वडा नम्बर 2 मा रहेको दक्षिणेश्वर शिवालय मन्दिरमा उपभोक्ता समिति मार्फत गाउँपालिकाको बजेटबाट सभा हलको भौतिक निर्माण, सङ्घीय वित्तीय समानीकरणको बजेट मार्फत उपभोक्ता समिति निर्माण गरी वडा नम्बर 3 को काशी राजवंशीको घर पश्चिम, गडतौलाको घरसम्म बाटो ग्रावेल, वडा नम्बर 1 मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको उपभोक्ता समिति मार्फत सङ्घीय वित्तीय समानीकरणको बजेटबाट चौरमा माटो पुर्ने काम सम्पन्न,
वित्तीय समानीकरणको बजेटबाटै आदिवासी जनजाति सांस्कृतिक अध्ययन अनुसन्धान केन्द्रको भवन निर्माण निरन्तरता, वडा नम्बर 2 बुट्टाबारी खोप केन्द्रको उपभोक्ता समिति निर्माण गरी सङ्घीय वित्तीय समानीकरणको बजेटबाट शौचालय, झ्याल, ढोका तथा प्लास्टर साथै भौतिक निर्माण, बारादशी गाउँपालिकाको बजेटबाट उपभोक्ता समिति मार्फत होमनारायण राजवंशीको घर जाने बाटोमा ब्लक लगाउने काम सम्पन्न, बारादशी गाउँपालिकाकै बजेटबाट नेपाल तराई मूल माझी कल्याण समितिद्वारा विपन्न हाँडी माझी परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम सम्पन्न, सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत वडा नम्बर 7 मा दिन कट्टु चौधरीको घरदेखि खुसखुसे जाने बाटो मर्मत, गाउँपालिकाको बजेट मार्फत गरिब तथा विपन्न 100 परिवारलाई निशुल्क स्वास्थ्य बिमा, वडा नम्बर 2 मा रहेको बुट्टाबारी मदरसाको उपभोक्ता समिति निर्माण गरी सङ्घीय वित्तीय समानीकरणको बजेट मार्फत भौतिक निर्माण सम्पन्न, त्यसै गरी वडा नम्बर 1 मा रहेको बेथेल फुल गोस्पल चर्चलाई आन्तरिक स्रोत मार्फत विभिन्न सामग्री खरिद, गाउँपालिकाको बजेट मार्फत गाउँपालिका स्तरीय मूल महिला समितिद्वारा वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, वडा नम्बर 3 को उपभोक्ता समिति मार्फत सङ्घीय वित्तीय समानीकरणको बजेटबाट गीता भट्टराईको घर पश्चिम जाने बाटो ग्राभेल तथा मर्मत, बारादशी गाउँपालिकाको आर्थिक वर्ष 2080-81 को स्वीकृत बजेट 40 लाखबाट वडा नम्बर 1 मा हिमाली सडकदेखि वडा कार्यालय जाने बाटो 300 मिटर, वडा नम्बर 2 र 3 को संयुक्त 40 लाखबाट हिमाली सडकदेखि पश्चिम कुटुबस्ती जाने बाटो स्ल्याब सहित यसरी बारादशी गाउँपालिकाले सम्पन्न गरेका योजनाहरूलाई उपाध्यक्षको संयोजकमा अनुगमन गरी गुणस्तरलाई प्राथमिकतामा राखी आर्थिक वर्षको चैत महिनाभित्र सम्पन्न योजनाहरूलाई बारादशी गाउँपालिकाले भुक्तानी समेत गरिसकेको छ। गाउँपालिकाले पूर्वाधार विकासलाई मात्र नभएर पालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेको छ, जस अनुसार यस आर्थिक वर्षको चैत महिनामा शिक्षा शाखाले आइटी सम्बन्धी स्रोत स्तरीय शिक्षक तालिम सम्पन्न गरेको छ। त्यसै गरी पाठ्यक्रम प्रबोधिकरण तालिम समेत सञ्चालन गरेको छ। त्यसै गरी बारादशी गापा न्यायिक समितिले यस महिनाभित्र 4 वटा निवेदनमाथि छलफल गरेकोमा 3 वटा मुद्दा मिलापत्रको माध्यमद्वारा मिलाउन सफल भएको थियो भने बाँकी एउटा भने प्रक्रियामै रहेको पाइन्छ, जस अनुसार बारादशी गाउँपालिकाले यस महिनामा समग्र विकासमा राम्रै काम गरेको पाइन्छ।